सम्पूर्णमा नमस्कार। म खेलप्रेमी संगीता पौडेल। यही वैशाख 17 गते पोखरा रङ्गशालामा फर्स्ट पोखरा वुमेन्स गोल्ड कप आयोजना हुन गइरहेको छ। यो प्रतियोगिता केवल प्रतियोगिता मात्र नभई महिलाहरूको सपना, सङ्घर्ष र आत्मविश्वासको प्रतीक हो। हजुरहरूलाई अवगत भएकै कुरा हो, नेपाली समाजमा अझै पनि महिला फुटबलको लागि धेरै नै चुनौतीपूर्ण अवस्थाहरू रहेका छन्। यस्तै सामाजिक बाधा, सङ्घर्ष, अवसरको कमी र कठिनाइका बावजुद पनि हाम्रा नेपाली दिदीबहिनीहरूले आफ्नो सपनालाई निरन्तर पछ्याइरहनु भएको छ। फुटबलमा सपना देखिरहनु भएको छ र युवतीहरूलाई फुटबलमा पनि केही गर्न सकिन्छ है भनेर प्रेरणा दिन लागि परिरहनु भएको छ। हो, त्यसैले वैशाख 17 गते हामी सबै नेपालीहरू छरिएर नेपालभरि रहनुभएका, पोखरामा रहनुभएका फुटबल प्रेमी नेपालीहरू मैदानमै, पोखरा रङ्गशालामै उपस्थित भई महिलाहरूको लागि हौसला प्रदान गरिदिनु हुन आग्रह गर्न चाहन्छु र विदेशमा रहनुभएका खेलप्रेमी दाजुभाइहरूले पनि लाइभ हेरेर उहाँहरूलाई साथ र सपोर्ट दिन, हौसला प्रदान गर्न, अझै प्रेरित गर्न आग्रह गर्न चाहन्छु। हस्त, धन्यवाद। जय फुटबल।